जान्छौ माने भन्ज्याङमा चाहिँ ठेकमालुङ भन्ने ठाउँ छ। सो लड्का चाहिँ वेलकम ब्याक टु माई च्यानल। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै नै छु। अनि अहिले चाहिँ बेलुकाको टाइममा भ्लग स्टार्ट हुँदैछ होइन। अनि मलाई कस्तो अनौठो पनि देखिरहनु भएको होला क्या भिडियो कन्टिन्यू हेर्ने चाहिँ। किन भन्दा नि साथीहरू कपाल चाहिँ मैले यहाँनिर खादबारी माएर काट्न लगाएको होइन। कस्तो काट्दै क्या अब पुरै छोटै काटिदिएर तिनजनाले भाइ भनिसक्यो क्या मलाई ओभरै केटाकेटी देखिरहेछ। अनि आज चाहिँ हामी खादबारी बजार घुम्नेछौँ। अनि के को कामको लागि आएको भन्दाखेरि चाहिँ तपाईँहरू भ्लग भिडियो हेरेर अर्को नेक्स्ट भ्लगमा चाहिँ तपाईँहरूलाई भन्छु। अहिले चाहिँ सङ्घसभाको खादबारी सदरमुकामको भिडियोहरू हेरेर इन्जोय गर्नु होला है त। यहाँनिर सबिन साथी र म छौँ। तँलाई स्याहारो हुन्छ हौ ए किदिन न। अहिले हामी चाहिँ खादबारी बजारतिर छौँ साथीहरू। ठ्याक्कै खादबारी बजार भनेपछि चाहिँ पोखरी बजारमा छौँ होइन। यहाँनिर देख्न सक्नुहुन्छ तपाईँहरूलाई 360 भ्यू देखाइदिइसकेको छु होइन। अनि आज चाहिँ सबिन साथी पनि आइसकेको छ। अब यो जग्गा चाहिँ घुमघाम गर्नुपर्ने हुन्छ मस्त लाएर होइन। म साथीहरू ठिक्क क्याप पनि लिएर आएको थिएँ। कपाल पनि ठिक्क बिग्रिरहेको छ। तर त्यस्तो रिग्रेट चाहिँ मलाई लाग्दैन होइन। यस्तो छ अब तान भन्छ हौ बाइक तान्न लाउँछ यार। खादबारी बजारमा बाइक तान्न लाउँछ भयो के भन्नु यार। अब हामी भनेको चाहिँ फर्स्टमा साथीहरू एउटा सर्ट लिनुपर्ने थियो होइन। अब सर्टहरू चाहिँ हेर्दैछौँ पसलतिर। अब कहाँनिर पाउँछ भन्ने कुराहरू हुन्छ है। मैले 2-3वटा पसल खोजिसकेँ अहिलेसम्म पाएको छैन होइन। पुरानो घरहरू छ यहाँनिर चाहिँ धेरै पुरानो पनि होइन साथीहरू। ठ्याक्कै यसलाई चाहिँ पोखरी बजार नै भन्छ क्या। ठ्याक्कै अहिले हामी आइसकेका छौँ के भन्छ अरे यसलाई यो चोकलाई चाँदनी चोकमा छ। खादबारीको भ्यू तपाईँहरूलाई म देखाउँदै चाहिँ खादबारीको भ्यू चाहिँ हेर्नै पर्ने। फेरि हामी पोखरीतिर आइसक्यौँ। यसलाई मैले सर्ट पसलतिर लैजा भनेको कहाँ कुदाउँछ कपाल लाउँछ नि त्यस्तो त मलाई ठिक लाग्दैन क्या। अरू बेला पनि हुने खालको पोखरी बजार यस्तो भइरहेको छ साथीहरू। यसले कहाँ चाहिँ लान्छ यता कहाँ यहाँ ल साथीहरू पसल आइसकेको छ है त। हामी 5-6वटा पसल खोजिसक्यौँ भेटेन अब हामी चाहिँ फेरि अब कहाँ यसले खोइ कहाँ लान्छु भनेको छ होइन। अब त्यतातिर जानुपर्ने हुन्छ। खादबारीमा मैले लाउने खालको सर्टै भेटिनँ। तनाव छ हौ। तँ चाहिँ के को फ्यान अर्जेन्टिना त होइन नि के हो भन् त। कस्तो हावा हो र हुनसक्छ होला नि त। तलतिर जान्छु होइन कतातिर हुन्छ अब खोज्नु त पऱ्यो जहाँ भए पनि है। साथीलाई ड्राइभर राखिदिएको अलिक मलाई अल्छी लागिरहेको छ नि त। अनि ल है त फेरि अर्को नेक्स्ट पसल जाउँ हेरौँ होइन। अब खादबारीमा मैले भनेको जस्तो सर्टै पाएन होइन। पाउन चाहिँ पाएँ तर प्लेन सर्ट चाहिँ लाउन अलिकति मलाई कस्तो लाग्छ क्या। अनि त्यही भएर गाह्रै छ। अनि प्लेन सर्ट चाहिँ नकिनौँ भन्दैछु। यो पसलमा आएको एउटा दामी सर्ट चाहिँ लगाएको तर 2000 अरे क्या आमाको सर्टको प्राइस पनि है। तलतिर त सस्तैमा आउँछ नि त यहाँनिर चाहिँ अलिकति ज्यादा भयो जस्तो लाग्यो। अनि त्यही भएर रिजेक्ट चाहिँ हामी मन चाहिँ परिरहेको छ होइन। त्यसलाई चाहिँ अप्सनमा राख्नुपर्ने हुन्छ है त। माथि माने भन्ज्याङतिर पनि एकछिन जाउँ भन्ने कुरा हुँदैछ साथीसँग। माने भन्ज्याङ पनि पार्कहरू छ नि त। अनि घुमघाम गरेर आम एकछिन भन्ने कुरा पनि थियो होइन। अब के हुन्छ है त। ल ओह मेरो नयाँ ड्राइभर राखिरहेको छु मैले चाहिँ। अनि आज चाहिँ फेरि जापान भर्सेस ब्राजिलको म्याच छ होइन। अब के हुन्छ है त। बल्ल एउटा वाइट सर्ट किने होइन। खादबारीको ठुल्ठुलो पसल गएर होइन नभेटेको क्या भेट्दै नभेटेको बल्ल भेटेर अहिले चाहिँ हामी सप लिएर फेरि जाँदैछौँ। सर्ट चाहिँ म तपाईँलाई नेक्स्ट भ्लगमा देखाउँछु होइन। आजको भ्लगमा भन्दा पनि माने भन्ज्याङतिर जान्छौँ। माने भन्ज्याङमा चाहिँ ठेकमालुङ भन्ने ठाउँ छ। ठेकमालुङमा गएर चाहिँ हामी एकछिन बस्छौँ अनि फोटोसोटो खिच्छौँ। अनि त्यस पछाडि चाहिँ यता आउँछौँ। अनि बेलुका ब्राजिलको म्याच छ। ब्राजिललाई फुल सपोर्ट गर्छौँ है।
नेमार पनि आई होप खेल्छ होला है, जहाँसम्म मलाई लाग्छ। खेल्यो भने खेलेको, खेलेन भने खेलेन। त्यही हो हाम्रो कुरा। आज प्लेइङ सेडमै हुन्छ जस्तो लाग्दैछ मलाई चाहिँ होइन। खेलेन भने पनि तर त्यसले गोल हाल्नुपर्छ चाहिँ लाग्दैन क्या मलाई। ऊ बास खेल्ने मात्र पुग्छ क्या। त्यो चाहिँ हामी ठ्याक्कै फेकमालुङ भन्ने ठाउँमा आइरहेको छौँ होइन। दामी भ्यू छ है, तपाईँहरू पनि जेलमा। अनि यहाँनिर हामी मुकेश दाइलाई पनि भेटिसकेका छौँ है। फेकमालुङतिर आइसकेका छौँ होइन। तपाईँहरूलाई पनि म फेकमालुङको भ्यू देखाउँछु। ल हामी चाहिँ मुकेश दाइलाई पनि यहाँनिर स्वागत छ है मेरो दाइ, हल्का मेमोरी भिडियोमा। यो पनि भेट भइसकेको छ। यता मुकेश दाइ पनि ठिक्क खादबारीमा देखिरहेको थियो क्या दाइलाई। दाइ पनि यतैतिर काम गर्न आउनुभएको रहेछ होइन। अनि ठ्याक्क भेट पनि भयो। हामी फर्स्ट टाइम चाहिँ ऊ माथि गएको थियौँ क्या पहिला नै। अहिले चाहिँ यही हो साथीहरू, फेकमालुङ भन्ने ठाउँै यही हो है। यहाँदेखि चाहिँ एकछिन हावा खान आएको ल। नेपालमा पनि माल्टा भन्ने ठाउँ छ क्या। यो पर डाँडालाई चाहिँ माल्टा भन्छ है। अनि अहिले चाहिँ हामी कस्तो दामी प्लेसमा आइरहेको छौँ। यहाँनिर तपाईँहरूले घाम लागेको भए चाहिँ दामी देख्नुहुन्थ्यो क्या। सिनहरू चाहिँ अति बवाल देखिन्छ। त्यो यो लाइनलाई चाहिँ माने भन्ज्याङ भन्छ है। माने भन्ज्याङ, यसलाई चाहिँ ठुलुङ्गा भन्छ। पहिला चाहिँ ठुलुङ्गा भन्थ्यो, अहिले चाहिँ फेकमालुङ रे है त। ल यता माथि ढाडेभिर, यता पानी छिटाउनु थाल्यो कि। अब चाहिँ हामी एकछिन त्यहाँ पसलमा जान्छौँ होइन। अनि पसल पसेपछि चाहिँ हामी बाटो लागिहाल्छौँ खादबारीतिर। कपाल अलिक मलाई अहिले चाहिँ ठिक हो कि जस्तो लाग्दैछ। अनि घरिघरि चाहिँ फेरि बढै छोटो भयो जस्तो लाग्दैछ क्या। त्यो कपाल काट्नुको पनि रिजन छ क्या साथीहरू। म नेक्स्ट भ्लगमा भन्छु तपाईँहरूलाई। अहिले चाहिँ हामी फेकमालुङदेखि चाहिँ निस्किसकेका छौँ। एकछिन बस्यौँ, अनि चिसो खायौँ। अनि त्यस पछाडि चाहिँ निस्किन आँटेको। अनि मैले चाहिँ हुडी चाहिँ लिएर चाहिँ राम्रो काम गरेँ क्या, एकदम राम्रो काम गरेँ क्या। अब हल्का पानी सिमसिम परिरहेछ नि त। यो साइडतिर चाहिँ डेन्जरै माथि पानी परिरहेको होला। यो साइडमा चाहिँ अलिक सिमसिम परिरहेछ। अनि काम भयो क्या अब होइन। ज्याकेट लिएर चाहिँ, हुडी लिएर चाहिँ अब चाहिँ हामी यहाँनिर मेरो बाइक छ। अनि यता हाम्रो मुकेश दाइले पनि बाइक लिएर आउनुभएको रहेछ। मुकेश दाइको चाहिँ हल्का खुट्टामा समस्या भइरहेको छ। दाइलाई चाहिँ अलिकति गाह्रो भइरहेको छ। त्यही हो। अब हामी चाहिँ खादबारीतिर लाग्छौँ होइन। अनि भरेको म्याच पनि हेर्नुपर्ने हुन्छ। हेर न यहाँ पानी परेर यस्तो भइरहेछ है त। ल अब हामी बिस्तारै खादबारीतिर निस्किन्छौँ है त। गाउँ ठाउँमा होइन बसेर पनि अब भिजिन्छ नि त। अनि चिसो पानी भन्छ क्या साथीहरू। यो धारा चाहिँ एकदम चिसो पानी आउँछ। यहाँनिर चाहिँ चिसा पानी नै भन्छ क्या यो ठाउँलाई चाहिँ। यहाँनिर धारा छ होइन। पाहाडतिर त यस्तै हो धाराहरू। बाटो पनि जङ्गल लिएर राखेको रहेछ यहाँनिर चाहिँ। पानी पर्दैछ साथीहरू, पानी परेर होइन अलिकति जाडो मौसम हुँदैछ। लभिङ हिल भन्ने डाँडामा आइरहेको छौँ होइन। पहिला चाहिँ यो ठाउँलाई लभिङ हिल भन्थ्यो होइन। अनि यहाँदेखि पनि अरे माल्टा जाने बाटो हो क्या। यहाँदेखि यो बाटो देखिरहनु भएको छ नि, यहाँदेखि चाहिँ माल्टा जान्छ। पुरानो घर है साथीहरू, पुरानो घर। यसलाई चाहिँ यता यो साइडलाई चाहिँ नयाँ बजार भन्छ होइन। अनि अहिले चाहिँ हामी लभिङ हिल भन्ने डाँडा छ, यो चाहिँ लभिङ हिल डाँडा भन्छ होइन। ल साथीहरू अहिले चाहिँ हामी दामी ठाउँमा आइरहेको छौँ होइन। अनि यो चाहिँ यता भोजपुर साइड देखिन्छ, अलोन देखिन्छ होइन। दामी देखिन्छ क्या यहाँबाट भ्यू चाहिँ। अहिले चाहिँ जस्तो कुहिरो लागेर कता मात्र देखिरहेको छ। फोनले चाहिँ क्याप्चर त्यस्तो बवाल चाहिँ गर्दैन होइन। त्यही पनि आँखाले चाहिँ भ्यू इन्जोय चाहिँ दामी भइरहेको छ होइन। अब त चरा चुरुङ्गी कराइरहेको छ, रमाइलो